हेलो गाइस, नमस्ते। फेरि आज हामी फेरि गइसक्यौँ मन्डीतिर। बिहानै मन्डी जानु भएको छौँ। के भन्छन्, सागसब्जी ल्याउन आज चाहिँ सकिएको थियो रुममा। अब ल्याउनु पऱ्यो नि त, अहिले खानु पऱ्यो। त्यही भएर सब्जी ल्याउनु बिहान 6 बजी छ। हामी मन्डीतिर लाग्यौँ। त्यसलाई देखेर त्यहीँ पछि लागेको छ के भन्नु, पछि छ हाम्रो खुट्टा पैसा छ। अनि यता दाइरामा जानु लाग्यो फेरि आज। नि हाम्रो चाहिँ पार्टनर सुन्दैन कि फेरि हामी त जहाँ सँगै हुन्छ। त्यही होइन भाइ, के कला जाँदाखेरि मात्रै होला अहिले जानु, नत्र जानु सँगै जुन भयो नि एउटा लगेर जानुपर्छ। अनि हजुर अनि अहिले चाहिँ अब फेरि हामी मन्डी गएर सब्जी सबै सकिएको छ कि आज फेरि एकैछिनमा एकै दिनमा। अनि 4-5 सय लाग्ने होला माथि गएपछि यहाँ भाइले पैसा लाग्छ नि के र त्यस्तै हो। अनि त्यो के छ बरु भन्नु। अनि अब त्यस्तै छ। बिहान अलिक जाडो रहेछ। बिहान चाहिँ म त 8 बजी उठ्ने मान्छे, अहिले चाहिँ अलिक छिटो उठिएको छु। फेरि अलिक छिटो उठेँ, न त 8 बजी उठ्छु म त। फेरि रुमतिर लागिसक्यौँ। अब रुममा लागिसक्यौँ। दाइमा फेरि दाइमा बिहान आएको। अब त्यो सब्जी यही ल्याएको छ हाम्रो। त्यस्तो ल्याएको छ सब्जी चाहिँ। दाइले चाहिँ के देखाइदिनु न दाइ, के ल्याउनु माथि जान्न नि अलि धेरै भयो नि त। अनि चिसो भयो, पुरै चिसो छ, गाह्रो छ। अब चिया खाएर जाने तल दाइ है, चिया खाएर जानु अब तल। अनि चिसो छ क्या आज बिहानै चिसो। म त 8 बजी उठ्ने मान्छेलाई आज के थाहा बिहान यति जाडो हुन्छ। अनि सबै सन्चै हामी त यस्तै आज पनि बिहान नउठ्ने मान्छे पनि बिहानै उठ्न आउनु परेको छ। आफ्नो खानालाई त ल्याउनु पऱ्यो नि त। त्यही भएर चाहिँ बिहान आइगयौँ। अब फेरि तल फर्केर फेरि क्लास जान्छ एकछिनमा। फेरि हामी के भन्छन् छतमा छौँ। अनि दाइ यता पर्नुहुन्छ कि यता हाई गरिदिनु न दाइ। त्यस्तै त गर्छ हाई। फेरि यता यस्तो छ हाई। फेरि तारा टाटा भयो। अनि यस्तो छ हालत। घाम छ, घाम ताप्ने घाम पनि पुरै अब जाने कोठा भएको यस्तो छ हाम्रो त यहाँ। खरदार भन्ने बिजोग छ। अनि नास्ता भयो होला सबैको। अब गएर खाना पकाउने म त। एक्लो जिन्दगी मोज छ होइन दाइ मेरो, एक्लो जिन्दगी मोज छ। अब गएर खाना पकाउने, फेरि खाना पकाउने, खाने। मासु हप्तामा 5 चोटि खाने, 2 दिन मात्रै आलु खाने हो फेरि होइन दाइ। 2 दिन मात्रै आलु खाने, नत्र भने मासु नै मासु खाने कि हामी त यस्तै। आज मासु ल्याउनु जाने फेरि अहिले। अनि मासु ल्याउनु जाने, हड्डी त जाम्ला नि त 2टा अहिले घुम्दा। अनि मासु आज फेरि मासु खाने अरे, अहिले मासु ल्याउनु जान्छु। अनि हप्तामा कमसेकम 3 चोटि त हुन्छ होला नि दाइ। 3 चोटिसम्म खान्छौँ, धेरै नखायो नि। धेरै त अब विद्यार्थी हो, अब अलिअलि बचाउनै पऱ्यो। बाआमाको पैसा के फाल्दैन धेरै। अनि अब फेरि एकछिनमा मन्डीतिर जाने हुन्छ कि भन्ने हो। अनि अब अहिलेलाई चाहिँ यति नै। अहिले भयो भने बाँकी आउँछ, नत्र भने यति नै आजलाई।